सम्पूर्णमा जय मसीह बारकमोर यीशुको साथमा क्रुससम्मको यात्रा 5औं दिन डरदेखि विश्वासतिर मर्कुस 9 अध्यायको 17 देखि 27 यशाया 38 अध्यायको 1 देखि 7 भजन संग्रह 107 को 10 देखि 22 याकुब 5 को 13 देखि 18 विश्वास र डर सँगसँगै रहन सक्दैन। जब हामी डराउँदै सुरु गर्छौं तब डरबाटै समाप्त गर्छौं, तर जब हामी विश्वासबाट सुरु गर्छौं हामी आशा, चंगाई र छुटकारा देख्छौं। विश्वासद्वारा हिँड्नुहोस्। प्रत्येक ख्रिस्टियनले उसको आत्मिक यात्रामा विश्वाससँग नै संघर्ष गर्दछ। एकजना ख्रिस्टियन निरन्तर यात्रामा लागेको हुन्छ। यो एउटा खोज हो, सधैँ रहिरहने विश्वासको खोज। कोहीसँग ठूलो विश्वास हुन्छ, कोहीमा थोरै विश्वास हुन्छ। पवित्र बाइबलले यसो भन्छ, अब विश्वास चाहिँ आशा राखिएका कुराको निश्चय र नदेखिएका कुराको दृढ विश्वास हो। हिब्रू 11:1। यसको अर्थ यही हो कि हामी आफ्नो भरोसा नाङ्गो आँखाले देख्न सकिने कुनै ठोक वा व्यक्तिमा राख्छौं। यो पाठले हामीलाई यो एकजना पिताको बारेमा बताउँछ जसको छोरा दुष्टात्माले ग्रस्त थियो। मर्कुस 9 अध्यायको 17 देखि 27। ठूलो कठिनाई साथ उसले आफ्नो छोरालाई येशू कहाँ ल्याएको थियो र उसले त्यसलाई अचम्म प्रकारले निको पार्नुहुनेछ भनी आशा राखेको थियो। उसले आफ्नो छोरा निको होस् भन्ने इच्छा गरेको थियो र उसमा येशूको निको पार्ने शक्तिमाथि थोरै मात्र विश्वास थियो, तर त्यो विश्वास पनि बलियो थिएन। ऊ शंका र चिन्ताले घेरिएको थियो। यसैकारण उसले येशूलाई भन्यो, यदि तपाईँ केही गर्न सक्नुहुन्छ भने दया गरी हामीलाई मद्दत गर्नुहोस्। प्रभुले जवाब दिनुभयो, तपाईले सक्नुहुन्छ भने के भनेको? विश्वास गर्नेका लागि त सबै कुरा सम्भव छ। अनि त्यस मानिसले आफूमा विश्वासको कमी भएको स्वीकार गर्यो र त्यसमाथि विजय पाउन येशूसँग सहायता माग्दै बिन्ती गर्यो। त्यो साँचो स्वीकार थियो जसले उसको हृदयमा विश्वासको जग बसाल्यो अनि उसले येशूमाथि विश्वास गरेपछि आफ्नो छोराले दुष्टात्माको बन्धनबाट छुटकारा पाएको देख्यो। विश्वास र डर सँगसँगै रहन सक्दैन। जब हामी डराउँदै सुरु गर्छौं तब डरबाटै समाप्त गर्छौं, तर जब हामी विश्वासबाट सुरु गर्छौं हामी आशा, चंगाई र छुटकारा देख्छौं। डरले हामीलाई अशक्त बनाउँछ। यसले हामीलाई विश्वासद्वारा हेर्नबाट रोक्छ। यसले हामीलाई विश्वासको खोजी गर्नबाट रोक्दछ। यस्तो हुँदा हामी आफ्नो अगाडि बाधाहरू, असम्भावनाहरू र आशा रहित अवस्था मात्र देख्छौं। यो दृष्टान्तमा उल्लेखित मानिस यति डराएको थियो कि उसले परमेश्वरको शक्तिलाई पनि कम आँकेको थियो तर प्रभुले जब उसलाई उहाँमाथि विश्वास र आह्वान गर्नुभयो तब उसले डरमाथि विजय पायो। उसका निम्ति त्यो विश्वासको एउटा ठूलो फलको थियो। धेरैजना क्रिस्चियनहरूको अवस्था यस्तै नै छ। संघर्ष, शंका, हिचकिचाहट र अघिपछि हुट्टिँदै ऊ मानवीय इच्छा र तर्कसङ्गत विचारहरूको फन्दामा पर्छ। यही कारणले गर्दा हामी असफलताको अनुभव गर्न र ज्योति र आशा प्राप्त गर्न असफल बन्छौं। परमेश्वर शक्तिशाली प्रकारले काम गर्नुभएको घटना हामीले पढेको र सुनेका छौं। तापनि हाम्रा अनुभवहरू र हाम्रो वरिपरिका मानिसहरू हाम्रो सानो विश्वासको कारण निसासिन्छन्। यसरी हामी कष्टहरूको दलदलमा फस्छौं। हामी आफ्नो डरको साथमा विश्वासले कसरी राख्न सक्छौं? यसको उत्तर हो प्रार्थना। यो पाप स्वीकार हो। यो परमेश्वरको वचनमा विश्वास गर्नु हो। अहिलेदेखि नै प्रार्थना गर्न थाल्नुहोस्।
परमेश्वरको प्रतिज्ञाहरूमा तपाईको परिस्थितिहरूमाथि भएको उहाँको सार्वभौमिकतामाथि अनि उहाँले तपाईका निम्ति असम्भव कुरा गर्नुहुनेछ भनी भरोसा गर्न विश्वास र उहाँसँग अझ बढी विश्वास माग्नुहोस्। प्रार्थना र परमेश्वरको वचनमाथिको विश्वास तपाईको विश्वास बढाउने साँचो चाबीहरू हुन्। हामी यो सूचीमा प्रार्थना र मननका निम्ति निश्चित समय छुट्याउँ। लेन काल यस्तो समय हो जुन बेला प्रभुले अति प्रेमपूर्वक हामीलाई यो सरल प्रश्न गरिराख्नु भएको छ, के तिमी सक्छौ? उहाँ हाम्रो विश्वास गहिरो बनाउन चाहनुहुन्छ। परमेश्वरले तपाईका प्रार्थनाहरूको उत्तर दिनुहुनेछ। अहिलेसम्म तपाईले जुन जुन कुराका निम्ति प्रार्थना गरिराख्नु भएको छ ती सबै उहाँले तपाईलाई दिनुहुनेछ। पवित्र आत्मालाई तपाईमा विश्वासको ढोका खोल्न दिनुहोस् र तपाई परमेश्वरका सबै सम्भावना र प्रतिज्ञाहरू तपाईका निम्ति जलद्वार, पानी बन्द गर्ने र खोल्ने ढोका जस्तो खुल्ला भएको पाउनुहुनेछ। यो समयभरि उहाँको बाटो हेर्नुहोस्। उपन्यासकार श्री लोइसा मे अल्कोटले भनेको छन्, जसले विश्वास गर्छ ऊ बलियो हुन्छ, शङ्का गर्ने व्यक्ति कमजोर हुन्छ। महान कार्यहरू हुनुभन्दा अघि दृढ विश्वास उत्पन्न हुन्छ। हामी मनन गरौँ। 1. के म शङ्का र डरहरू मेरो मनमा राख्छु कि अति निराशलाग्दो परिस्थितिमा म परमेश्वरको सार्वभौमिकता देख्छु? 2. सामान्यतया कुन शङ्का र डरले मलाई सताउँछन्? 3. यसुमा मेरो विश्वास बचाइराख्न म कुन कदमहरू चाल्नेछु? प्रयोग: म शङ्का गर्ने छैन, तर मेरा परमेश्वरमा र मेरो जीवनका निम्ति उहाँका प्रतिज्ञाहरूमा भरोसा राख्नेछु। प्रार्थना: हे प्रिय परमेश्वर, म तपाईको सेवक हुँ। मलाई विश्वासमा बलियो बनाउनुहोस्। येशूको नाममा म प्रार्थना गर्दछु। आमेन।